त्रिबल चोक जाने बाटो कता हो सिधै हामी खोज्दा खोज्दै चिरञ्जीवीको घर आइसकेको छौँ स्पेसल्ली बर्थडे सरप्राइज आफ्नो मिसेसको लागि र घरभित्र जाँदै नै छ हेरौँ के छ एक्सप्रेसन बुवा नमस्कार चम्लागाईको घर यही हो जानुका घिमिरे चम्लागाई बुहारी हजुरको कहाँ हुनुहुन्छ एकैछिन बोलाइदिनु न चिन्नुहुन्छ मलाई म गौरीगञ्जबाट म बुवालाई पनि भेटौँ भनेर आएको थिएँ के छ सन्चै हुन्छ छोरो कहाँ छ साँच्चै पत्ता छैन पक्का हो नवराज चाहिँ कहाँ हुनुहुन्छ ए सरी चिरञ्जीवी चाहिँ कहाँ हुनुहुन्छ अफ्रिका यता आउनु न यता आउनु न मेरो बा नातिनु न ठिक छ नि खबर छोरोले धेरै सम्झिरहेछ हो फोनमा कुरो भएको थियो पक्का म यो त भिडियो नै पठाइदिन्छु बुवाले यसो भन्दै हुन्थ्यो केही सम्झना छैन फोन छैन कुरो छैन हराएको हराइ भयो के हो पक्कै सम्झनै छैन ल आज सम्झना स्वरूप बुवासँग आदेशले यो टोपी चाहिँ बुवालाई लगाइदिनु भनेर उहाँले नै पठाउनु भएको हो अब टोपी पहिला बुवालाई लगाइदिने भयो म ल अलि ठुलो होला ल बुवालाई धेरै धेरै सम्झना छ आज चाहिँ खास घर खोज्दै म गौरीगञ्जबाट रुबी डिपार्टमेन्टबाट आएँ मलाई त चिन्नुहुन्न होला उहाँले चाहिँ थोरै चिन्नुहुन्छ होला तपाईँलाई स्पेसल्ली यो आएको छ ल आइदिनु न ल ह्याप्पी बर्थडे टु यु तपाईँको आज बर्थडे बुहारीको बर्थडे बुवालाई थाहा थियो गिफ्ट दिनुभएको छ बुवाले पक्का दिनुभयो ढाट्न पाइँदैन नि हो तपाईँले गिफ्ट पाइसक्नु भएको छ बुवाबाट पाइसक्नु भएको छ धेरै सम्झना स्वरूप आज हामी गौरीगञ्जबाट आयौँ र यो गौरीगञ्जबाट आए सँगसँगै यो ह्याप्पी बर्थडे जानुका भनेर लेख्न लाउनु भएको थियो ल यो केक पनि तपाईँ लिनुहोस् आज काट्नु होला सबै परिवार सँगसँगै बर्थडेको धेरै शुभकामना छ जुन कहाँबाट आयो होला भन्ने कुरो त अब थाहा पाइसक्नु भयो बुवा पनि यतै आउनुहोस् कहाँबाट आयो भन्ने कुरो चाहिँ थाहा पाइसक्नु भयो होला अब स्पेसल आजको बर्थडे उहाँ श्रीमान होइन चिरञ्जीवी श्रीमान अफ्रिकामा बस्दै हुन्छ जब गर्दै हुन्छ कामको सिलसिलामा टाढिनै पर्छ के गर्नुहुन्छ टाढिए तापनि धेरै सम्झना छ हामीलाई चैतमै अर्डर गर्नुभएको थियो मेरो श्रीमतीको बर्थडे छ साथमा बुवालाई पनि धेरै सम्झेको छु घरको सबै परिवारलाई सम्झेको छु आजको दिन स्पेसल आमालाई पनि धेरै सम्झना छ भन्नुभएको छ घरमा रहनुहुने सबैलाई सम्झेको छ त्यो सम्झना स्वरूप सबलाई मिठाई खुवाइदिनु होला भनेर यो चक्लेट पनि उहाँले पठाउनु भएको हो साथमा एउटा गिफ्ट ह्याम्पर पनि पठाउनु भएको छ र स्पेसली बर्थडेको दिन चाहिँ सबै परिवारसँग मिलेर बसेर केक काटिदिनु होला भिडियो कलमा कुरो हुन्छ नै तर आजको दिन स्पेसल भए पनि सँगै रहन नसक्दा पनि धेरै सम्झना छ धेरै मिस गर्छौँ छिट्टै नै साथमा बस्न पाऊँ सबै परिवारसँग मिलेर बुवाको बर्थडे आमाको बर्थडे श्रीमतीको बर्थडे मनाउन पाइयोस् भन्ने सम्झना स्वरूप चाहिँ हामीलाई यो पठाउनु भएको हो उहाँलाई के भनिदिनुहुन्छ विशेष केही छ म्यासेज नहिचकिचाइकन भन्नु त हुन्छ सम्झिराख्नु भएको छ कुरो भएको थियो यो म पठाएको भन्ने कुरो थाहा थियो थिएन ल धेरै सम्झिनु छ हुन्छ नि ल धेरै सम्झना उहाँको तर्फबाट मैले नि बोलेँ उहाँले बोल्न लजाउनु भयो बुवाले चाहिँ शुभ आशीर्वाद दिनु होला अझै प्रगतिको राम्रो गरेर जाओ सबै दुःखहरूलाई हजुर हजुर हो त्यति सम्झना स्वरूप चाहिँ आज यहाँ आयौँ फेरि पनि बर्थडेको तपाईँलाई शुभकामना छ बुवालाई निकै सम्झना छ आमालाई पनि सम्झना छ ल वन्स एगेन बर्थडेको शुभकामना भन्दै एकपल्ट मजाले उभिदिनु त तपाईँ यहाँनिर
र यताबाट प्राइभेट ल लास्टमा ह्याप्पी बर्थडे तपाईँहरू जहिले चाहेको चिताको पुरा भएर जाओस् है त। हस्, थ्याङ्क यू भेरी मच। हामी चाहिँ स्पेसली रुबी डिपार्टमेन्ट गौरीगञ्जबाट आएको र गौरीगञ्जबाट यस्तै किसिमको सरप्राइज मदर्स डे, फादर्स डे र अन्य विभिन्न प्रोग्राममा डोर टु डोर सर्भिस अन्तर्गत 365 दिने हरेक घर पुगेर चाहिँ यसरी डेलिभर गर्ने सर्भिस भएको हुनाले फेरि पनि हाम्रो अफिसियल फेसबुक पेज, टिकटक आइडी, इन्स्टाग्राम, युट्युब च्यानल लाइक फलो सब्सक्राइब गर्नु भएको छैन भने लाइक फलो सब्सक्राइब गरेर यस्तै किसिमको सरप्राइज दिन सक्नुहुनेछ। भिडियोमा जोडिँदै गर्नु होला। नेक्स्ट भिडियो फेरि पनि नयाँ प्रकृतिको आउनेछ। हस् त, थ्याङ्क यू भेरी मच। हस् त, धन्यवाद।